धेरैजना कस्टमरले चाहिँ यो क्यामेराको सटर काउन्ट के हो भनेर सोध्नुहुन्छ। सटर काउन्ट भनेको यही हो, कतिवटा फोटो खिच्यो त। जस्तै अहिले भर्खरै मैले 3टा फोटो खिचेँ है, यो भनेको अब यो क्यामेरामा 3टा फोटो काउन्ट भइसक्यो है। भनिसकेपछि तपाईँको सटर काउन्ट कम भएको क्यामेरा चाहिँ तपाईँको धेरैजना कस्टमर लिन खोज्नुहुन्छ। त्यो भएकोबाट चाहिँ नयाँ क्यामेराहरू चाहिँ तपाईँको चाहिँ खोज्नुहुन्छ है। सटर काउन्ट कम भएपछि तपाईँको क्यामेरा नयाँ छ भने बुझिन्छ है, एउटा कस्टमरको बुझाइ अनुसार। तर अहिले मार्केटमा के छ भन्दाखेरि तपाईँको सटर काउन्ट चाहिँ घटाउन मिल्छ। जुन चाहिँ मैले यहाँ तपाईँको सटर काउन्ट मेरो क्यामेराको 3 लाख छ, 1.5 लाख छ, 2 लाख छ भन्दाखेरि चाहिँ कस्टमरले 75,000 हालेर किन्न डराउनुहुन्छ। किनकि मेरो क्यामेरा पसलमा 1 लाख क्रस भइसकेपछि मैले 6D Mark II बेच्ने रेट भनेको 75,000 हो, विथ किट लेन्स, विदाउट किट लेन्स, चार्जर, ब्याट्री इन्क्लुड हुन्छ। तर त्यही सामान 1.5 लाख, 2 लाख, 4 लाख, 5 लाख पुगेको सटर काउन्ट चाहिँ तपाईँले अरू पसलबाट तपाईँले चाहिँ कतिमा लिँदै हुनुहुन्छ भन्दाखेरि 1,05,000, 1,20,000, 1,10,000। किन भन्दा तपाईँलाई चाहिँ इम्पोर्टेन्ट भनेको सटर काउन्ट भयो। सटर काउन्ट घटाउन मिल्छ, त्यसलाई पक्रिन पनि मिल्छ फेरि है। तपाईँले चाहिँ त्यो जेन्युन हो कि होइन थाहा पाउन पनि सजिलो छ फेरि। यो भिडियोमा सम्पूर्ण जानकारी म तपाईँलाई दिन्छु है। क्यामेरामा कसरी सटर काउन्ट घटाइन्छ र क्यामेरामा कसरी स्क्याम गरिन्छ, सटर काउन्टको भरमा तपाईँको चाहिँ प्राइस लगभग 20-25 हजार तपाईँसँग एक्स्ट्रा कसरी लिन्छ। 20-25 हजार, 30 हजार, 40 हजारसम्म लिन्छ एक्स्ट्रा। तपाईँले सटर काउन्ट अनुसार तपाईँले जज गर्नुहुन्छ क्यामेरालाई होइन त। त्यो भइसक्यो, तपाईँ ठगिरहनु भएको छ, यति कुरा बुझ्नुहोस् है। मैले सटर काउन्ट बेसी भएर नै सस्तोमा दिइरहेको हुन्छु, त्यही पनि कस्टमरले सटर काउन्ट भन्नुहुन्छ है। 1,05,000 हाले किन्ने बरु 1,10,000 हाले किन्ने, बरु सटर काउन्ट 10,000, 15,000 किन्ने भन्नुहुन्छ। तर त्यो तपाईँले लिनुभएको क्यामेरा चाहिँ 100मा 100% तपाईँको चाहिँ सटर काउन्ट जुगाड गरेको हुन्छ। आजको भिडियोमा तपाईँलाई चाहिँ यसको डेमो चाहिँ देखाइन्छु है त। म तपाईँलाई डेमो देखाउँछु है। यो 6D Mark II चाहिँ यो चाहिँ सेलरबाटै लिएको है। यो सेलरबाटै लिएको, यो चाहिँ कस्टमरलाई चाहिँ पैसाको आपत परेर एउटा पसलबाट लिइसक्नु भयो, त्यसपछि हामीलाई बेच्नु भएको छ यो क्यामेरा है। र यो क्यामेरा चाहिँ के छ भन्दाखेरि तपाईँको चाहिँ यसको सटर काउन्ट उहाँले चाहिँ पहिला किन्दाखेरि 500 थियो, मैले बढीमा बढी 1000 खिचेँ होला भन्नुभयो। अनि त्यसपछि तपाईँको चाहिँ मैले ल सटर काउन्ट हेरौँ त, हेरेपछि सटर काउन्ट यहाँ यस्तो देखाइदियो त। अब यतापट्टि 2501 छ, यतापट्टि 36,177 छ है। अब यसलाई सटर काउन्ट मान्ने कि यसलाई सटर काउन्ट मान्ने है। अब यो सटर काउन्ट चाहिँ मोबाइलबाट चेक गऱ्यो भने चाहिँ सटर काउन्ट यो देखाउँछ। अब यो ल्यापटपबाट चेक गऱ्यो भने चाहिँ यो पनि देखाउँछ, यो पनि देखाउँछ है। खासमा हुनुपर्ने के हो भन्दाखेरि चाहिँ यतापट्टि सटर काउन्टमा चाहिँ तपाईँको चाहिँ यहाँ जुन नम्बर छ यता पनि सेम नम्बर देखाउनु पर्ने हो। तर यसमा के देखायो, यता कम देखायो, यता बढी देखायो। भनिसकेपछि यो मोबाइलबाट चेक गर्ने मान्छेलाई फाइदा भयो है। अब मोबाइलबाट सटर काउन्ट देखाउँदै तपाईँले बेच्नुहुन्छ भने चाहिँ तपाईँको यो सटर काउन्ट जुगाडवाला पऱ्यो है। यो 36,000 सटर काउन्ट त धेरै होइन नि, यसलाई जुगाड गर्नुपर्ने अवस्था छ त। के जुगाड गर्ने अवस्था भयो भन्दा तपाईँको चाहिँ अब यो 36,000 भन्ने बित्तिकै यो क्यामेरा बेच्ने रेट भनेको तपाईँको 1,05,000 भयो भने यो सटर काउन्ट यसको 500 भन्ने बित्तिकै, यसको सटर काउन्ट कुरा गर्ने बित्तिकै 1,30,000 जानलाई यो रेडी भयो यो क्यामेरा। यति तपाईँको चाहिँ जुगाड गरिदिने बित्तिकै आफ्नो क्यामेराको मूल्य 25,000 रुपियाँ बढी आउने भयो है। यो चाहिँ कस्टमरले गर्नु भएन, यो सेलरले गर्नुभयो। सेलरले कहाँ लिएर आउनुभएको त्यहाँ गर्नुभयो। त्यो भइसकेपछि सामानमा तपाईँको चाहिँ यसरी हेराफेरी हुन्छ है। तपाईँले सटर काउन्ट भन्नुहुन्छ, मैले भनिरहेको हुन्छु मसँग 75,000 पर्ने सामान चाहिँ 2 लाख सटर काउन्ट भन्दाखेरि तपाईँ तर्सेर जानुहुन्छ। मैले यहाँ क्यामेरा तपाईँको चाहिँ 5 लाख सटर काउन्ट भएको पनि यहाँ यतापट्टि 25,000 देखिरहेको हुन्छु। अनि यो 25,000 सटर काउन्ट त नहुनु पर्ने, यस्तो थोत्रो छ। यो त हेर्दा त 5-10 वर्षै चलाए जस्तो छ, कसरी यसरी कम भयो भन्छु है। तर अहिले मैले चाहिँ सबै कुरा बुझ्दाखेरि यसको चाहिँ सटर काउन्ट चाहिँ तपाईँको चाहिँ घटाएको, यो चाहिँ जुगाड गर्न मिल्छ। अहिलेको अवस्थामा मोबाइलबाट चेक गरेर तपाईँले हेर्नुहुन्छ भने चाहिँ त्यसमा कम बनाएको छ भने कमै देखाउँछ है। अब यो टोरेन्टो एसिया भनेको हामीले क्यानोनको पहिलेदेखि नै युज गरेको सफ्टवेयर यही नै हो है। यसमा जेन्युनै छ, यसमा तपाईँको चाहिँ घटाउने सटाउने तपाईँको चाहिँ छ भने पनि यहाँ ठ्याक्क पक्रिन सकिन्छ है। कसैले घटाएको रहेछ भने सटर काउन्ट यता 2501 छ, यता तपाईँको चाहिँ 36,177 छ। र यो मेरो लिएको क्यामेरा भयो है, मैले लिएको क्यामेरा भयो। यो कस्टमरसँग लिएको, कस्टमरले सेलरसँग लिनुभएको रहेछ, कस्टमरले चाहिँ पैसा महँगो हालेर लिनुभएको रहेछ है। यो सटर काउन्ट कम देखाइदिएर सेलरले बेचिरहेछ। र मसँग जेन्युनवाला, अब जेन्युनवाला के हुन्छ, अब तपाईँको चाहिँ एउटा टोरेन्टो एसियाबाटै हेर्छु है। मैले चाहिँ टोरेन्टो एसियाबाटै हेर्छु। यसलाई म बन्द गरिदिन्छु पहिला। अब यसलाई मैले चाहिँ तपाईँको हालेँ, क्यामेरा अन गर्नु पऱ्यो, टोरेन्टो एसिया खोल्नु पऱ्यो। खोलिसकेपछि तपाईँको यहाँ सटर काउन्ट कति देखाउँछ हेर्नु है, 7,989। यता नि कति देखाएको छ,
7,989 यो भनेको तपाईँको जुगाड नगरेको वाला भयो। यो चाहिँ जेन्युन भयो, 100% जेन्युन भयो। क्यामेरा कम युज भएको क्यामेरा भनेको यसलाई मानिन्छ, अब यसलाई मानिँदैन। 36,000 शटगन भएको त तपाईँको चाहिँ बढी भयो भने 500 बनाउँछन् भनेपछि तपाईँको 5 लाख शटगनलाई त 25,000 बनाउनलाई ठुलो कुरै भएन नि। म चाह्यो भने 500 बनाइदिउँला, कसैले पताउँछ त पताउँदैन नि। 25,000मा पनि तपाईँको चाहिँ ओहो यस्तो थोत्रो भएछ, त्यही पनि शटगन त कम रहेछ, लिएर जाउँ भने लिएर जानुहुन्छ। मेरो किन सेल भइरहेको छैन, शटगन भनिरहेको छु 3 लाख शटगन छ भन्दाखेरि मेरो बिक्दैन। त्यही 3 लाख 5 लाख शटगनवाला क्यामेरा चाहिँ फेरि शटगन घटाएर बेच्यो भने फेरि मजाले बिक्री हुन्छ। अहिले चाहिँ त्यस्तो जुगाड चलिरहेको रहेछ। अब त्यस्तो क्यामेरा तपाईँलाई कुनलाई को कस्टमरलाई पऱ्यो तपाईँले आफूले पनि चेक गर्नु होला। यो फ्रीमा डाउनलोड गर्न मिल्छ, यसलाई पैसा तिर्न पर्दैन। टोरेन्टो एसिया भनेको एउटा मेल एड्रेसमा तपाईँको चाहिँ राखेर तपाईँले चाहिँ यो इन्स्टल गर्न मिल्छ ल्यापटपमा है। यसरी तपाईँले चाहिँ रियल शटगन कति छ त्यो तपाईँले चेक गर्न मिल्छ। अब यसरी तपाईँको चाहिँ अहिले चाहिँ तपाईँको चाहिँ इन्डियाबाट तपाईँको यो बङ्गलादेशबाट हरेक ठाउँबाट यसरी सामानहरू चाहिँ आइरहेको छ शटगन जुगाड गरेर है। शटगन कम भएपछि ओ शटगन कम रहेछ भनेर लिनुहुन्छ। जस्तो थोत्रो क्यामेरा पनि शटगन कम छ भने चाहिँ लिने। मेरो किन बिक्री भइरहेन भन्छ तपाईँको चाहिँ मैले शटगन भनेर मैले जुगाड नगरिकन बेच्यो भने मेरो बिक्री भइरहेको रहन्छ। मैले पनि जुगाड गरेको भए त मैले पनि बेच्न सक्दो रहेछु, तर मैले चाहिँ अब त्यस्तो नगर्ने, किनकि म सेकेन्ड ह्यान्ड कारोबार गर्न मन पनि छैन मलाई। अब म ब्रान्ड न्यूतिर सिफ्ट हुँदैछु, ब्रान्ड न्यू मात्रै बेच्ने भनेर भनिसकेपछि अहिलेको अवस्थामा चाहिँ यस्तोसम्म हुँदो रहेछ कि भनेर तपाईँको चाहिँ मैले पनि थाहा पाएँ। त्यहाँ तपाईँलाई चाहिँ यो इन्फर्मेसन चाहिँ यसो तपाईँलाई पनि सेयर गरौँ भनेर यो आज भिडियो बनाउँदैछु। अब तपाईँको क्यामेरा पनि यसरी शटगन चेक गर्दाखेरि चाहिँ टोरेन्टो एसियाबाट त्यस्तो देखाउँछ भने चाहिँ एकचोटि आफूले चाहिँ जोसँग किन्नुभएको थियो उहाँहरूसँग चाहिँ कुरा गरेर हेर्नु होला। अब के सुझाव आउँछ, सल्लाह सुझाव आउँछ होइन, त्यो अनुसार तपाईँले आफूले काम गर्नु होला। अब क्यामेरा शटगन बेसी भएर केही हुँदैन है, क्यामेरा शटगन भएर बेसी भएर केही हुँदैन। त्यो भनेको तपाईँले प्राइस बढी हाल्नुभयो भने चाहिँ प्रब्लम भयो। कम प्राइस हाल्दाखेरि शटगन बेसी भएको क्यामेरा लिएर कामै बिग्रिन्छ, कामै हुँदैन भन्ने हुँदैन है त। सो यही इन्फर्मेसन दिनलाई भिडियो बनाउँदै थिएँ। हस्, धन्यवाद है त।